तर अघिल्लो चोटि तपाईँको कमी कमजोरी नाइर्दै नभए मान्छे अमेरिकाले आएर लडिदिनु भएछ। तर अघिल्लो चोटि तपाईँको कमी कमजोरी नाइर्दै नभए मान्छे अमेरिकाले आएर लडिदिनु भएछ। बोल्नै पाइँदैन कसैले बोलेन भन्दा हामी बोल्नु पाइँदैन। तपाईँ नाइर्दा नभए मान्छे अमेरिकाको को नाइर्दा लिएर तपाईँले अस्ति नाइर्दा लिनुभयो नि आफै लिनुभयो नि त्यही भएको अब किन त्यो कम्ती गरेर अहिले तपाईँलाई दोस्रोचोटि निर्वाचनमा उभिदिनु भयो त्यो नाइर्दिनु भयो मान्छे म भन्नुभयो भने अर्को एउटा अर्को शब्द मलाई मन परेको सर म एउटा भन्छु है एउटा भन्छु मलाई म ग्राहकको रूपमा म ग्राहक हुनु पाएँ कि मलाई निकाल्नुहुन्छ ग्राहकको रूपमा निकाल्दिनँ मलाई किन्नु पर्यो यसको कहिले बनेको यो सर एक सेकेन्ड यसमा छैन त्यो किन नराख्नु भयो यो खाएर मेरो ज्यान गयो भने तपाईँ व्यापारी भएर एक सेकेन्ड त्रुटि भएको आधारमा तपाईँलाई थुन्न मिल्छ अहिले मेरो पनि त्यस्तै हो बुझ्नुहोस् थुनिदिनु नि त त्यस्तै देख्छु अब तपाईँ पनि अब अघिल्लोचोटि भोट माग्नु भयो नि होइन म भोट यहाँ दिन्न अघिल्लोचोटि भनेको थिएँ मैले यहाँ दिन्न भने अब मैले यो क्षेत्रमा मेरो मतदाता नौली छैन। हस् धन्यवाद हजुरको मार्गदर्शनलाई। तर अघिल्लोचोटि तपाईँको कमी कमजोरी नाइर्दै नभए मान्छे अमेरिकाले आएर लडिदिनु भएछ। बोल्नै पाइँदैन कसैले बोलेन भन्दा हामी बोल्नु पाइँदैन। तपाईँ नाइर्दा नभए मान्छे अमेरिकाको को नाइर्दा लिएर तपाईँले अस्ति नाइर्दा लिनुभयो नि आफै लिनुभयो नि त्यही भएको अब किन त्यो कम्ती गरेर अहिले तपाईँलाई दोस्रोचोटि निर्वाचनमा उभिदिनु भयो त्यो नाइर्दिनु भयो मान्छे म अनि के त त्यो अस्ति फेरि लियो भनेर यस्तै टिभीमा आउँछ तपाईँले अदालतको आदेश पढ्नुभयो त्यो सबै म पढ्न जाने व्यक्ति पनि होइन क्या साधारण मान्छे जे सुने त्यही गर्ने हो क्या कहाँ हुने थियो कि कसरी खारिज भयो त हजुरको यो के अरे पद पढ्नु भएन अहिले नभएर त खारिज भयो नि बोल्न म सुनिहाल्छु मेरो त स्वरै ठुलो छ ल त्यसो भने तपाईँलाई भोट पनि छैन काम छैन मेरो काम छैन भन्न पाउने हजुरको कुरामा जवाफ पाएँ पाउँछु पाउँदैन। तपाईँ स्वच्छ राम्रो भएको भए सुन्नुहोस् एक मिनट मैले आउँदो 5 वर्षमा तपाईँको कार्यक्रम हेरेर तपाईँको बारीमा लाग्ने विचार राखेको थिएँ म खराब रहेछ होइन यो खराब त केही भएकै छैन देखियो क्या अलिकति तपाईँको कुनै गयो नि त म खराब रहेछ पदै गयो अब अरूको पद तपाईँको पद गयो भने केही तपाईँको कमजोरीले गयो नि त त्यही त अब मैले भन्न पाउने कि सरले पाइन्छ भन्न कि नभए तपाईँको त तपाईँले भनेर त हामी टिभीमा पनि सुन्छौँ सबै ठाउँमा सुन्छौँ नि हाम्रो कसले सुन्छ र यो मोबाइल हेरेर पनि सुन्छौँ हामी तपाईँले पक्का हो हजुरले 3 मिनट जति सुनिदिनु पर्यो है ल हुन्छ हुन्छ पहिलो कुरा म यहीँ जन्मेर हुर्केर भएको मान्छे हो त्यो पनि सर होइन अनि नेपालका लाखौँ मान्छेहरू हजुर चाहिँ भाग्यमानी गर्नुभयो यहीँ गरेर खाने मिल्यो नि त तपाईँले पाउनुभयो सक्नुभयो क्षमता भ्यायो तपाईँ त्यति क्षमता भयो नि त हजुरको त होइन अब क्षमता नभएर मैले 3 मिनट मागेको थिएँ सर